हाम्रा खुला भित्र अंकलको च्यानललाई चाहिँ लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। हेलो गाइज नमस्ते, स्वागत छ मेरो युट्युब च्यानल कुमार काफी अफिसियलमा। गाइज आज चाहिँ हाम्रो यहाँ पूजा हुँदैछ अनि त्यो पूजामा चाहिँ हामीहरूको कोलपुरबाट दादा भाउजू बुहारी अनि भतिजो सबै आउनुभएको छ हैन। अनि भतिजो र बुहारी चाहिँ दुबईबाट आएको। म सबैलाई भेटाउँछु एकचोटि। मेरो भिडियोमा जोडेर बस्नु होला र कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। यो हाम्रो मन्दिर जाल्पादेवी दुर्गा मन्दिर, यही नै हामी फ्यामिली सबै जम्मा भएको छौँ। ठुलो दशैँमा चाहिँ अझै धेरै जम्मा हुन्छौँ है। चैते दशैँ भएकोले चाहिँ अलिक थोरै जम्मा छौँ। यहाँ चाहिँ भाउजू कोलपुरबाट आउनु भएको। आज मेरो प्यारो देउरसँग धेरै दिनपछि भेट भएको छ। म धेरै धेरै माया मेरो देउर बाबुसँग मेरो। यहाँ चाहिँ काली मम्मी हुनुहुन्छ अनि उहाँ माइली मम्मी हुनुहुन्छ। यो चाहिँ मेरो बुढी जस्तो लाग्छ अनि उहाँ आन्टी अनि उतातिर बुहारी। त्यसपछि विशेष मैले भेटाउनु खोजेँ मेरो भतिजो अनि बुहारी। अंकलको च्यानललाई चाहिँ लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। साथमा फेरि नाम के छ? माला राई। युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नु होला। मेरो बुहारीको च्यानल हो। यतातिर चाहिँ पूजा हुनेछ, दादा हुनुहुन्छ त्यहाँ। अनि यहाँ अङ्कल, यहाँ पनि दादा हुनुहुन्छ, उहाँ चाहिँ पण्डितजी हुनुहुन्छ। यता बुवा, उतातिर पनि छोरी। हामी सबै फ्यामिली जम्मा भएको छौँ। तर यो चैते दसैँ हो। ठुलो दसैँमा चाहिँ अझै भव्य मान्छे यहाँ अट्दैन। यो ठाउँ म देखाउने छु हजुरलाई। जति पनि ठाउँ छ यो अट्दैन। यो ठाउँ हामी फ्यामिलीहरू यति धेरै छौँ। तर के छ भनेपछि समय र परिस्थिति अनुसार चाहिँ छरिएर बस्नुपर्ने बाध्यता भएको हुनाले दादाहरू उहाँ कोलपुर हुनुहुन्छ, हामी यहाँ छौँ। कोही दादा नेपालको हुनुहुन्छ। अनि त्यही भएर चाहिँ दसैँ भनेको हामीहरूको सबै फ्यामिली भेट हुने समय हो। अनि बाबु र बुहारी चाहिँ अहिले फेरि परदेशको ठाउँ जहिले पनि छुट्टी पाउँदैन। त्यही भएर चाहिँ यही दसैँमा उनीहरू चाहिँ छुट्टी मिलाएर आएको छन् र भेट्ने अवसर पाइयो। गाई बुढापाकाको पुरानो कुरोमा गुप्त रूपमा पछाडिबाट थाहै नदिकन भिडियो गरेर हाल्छु है। के गफ हुन्छ हाम्रा खुला भित्र तर जे भन्दा पहिला तर रमाइलो हो कि आज भोलिको दिन यिनी होइन। रमाइलो होइन, भाउजू भन्यो देउर भन्यो कति रमाइलो हुने कि कति रमाइलो हाँसो गऱ्यो मजा जिन्दगी जति राम्रो। क्या भन्नु चाहिँ भने त्यो चोरेलाई आलु चोरी त्यसलाई निकाल बाहिर फालो मार्छु त्यसलाई निकालिदिनु घरबाट। म त खाएन बारीका खानु यस्तै ल्याएको बिहान दुःख पनि थियो कि पहिला बिहान 4 बजे ओम विनायकाय नमः स्वाहा स्वाहा मजानी गणपतमात मजा ओम गणपतये नमः स्वाहा ओम दादा कहाँ जानुभयो त फेरि? हजुर पानी खानु भाउजू पानी खाँदै हुनुहुन्छ। पानीको यस्तो सर्टेज छ नि
के गर्ने 1 वर्षलाई पुरा गरेर जानु है बर्दियाबाट महिना भयो एउटा घाँटी सुकेको अहिले बल्ल सास माथि आउँदैछ पानी खाएर म मम्मी कसको त भाउजू कसको मम्मी कसको अनि लभको भाउजू भुवनको मम्मी अब कसको बिमलाको दिदी विचार गर्नु है अलि मालाको म सासु हरिओम लिखेको जे और जति बताइए अलिक घाम पनि छ हैन त्यही भएर होला बुवा र दादा पर बसिराख्नु भएको छ एकचोटि देखाउँछु म त्यहाँ बसिराख्नु भएको छ आज जो रमाइलो छ र सबैजना भेट हुँदाखेरि चाहिँ एकदमै रमाइलो लाग्छ पहिला सब फ्यामिली हामी सँगै थियौँ यहीँ तर अहिले चाहिँ कोही अघि पनि मैले भने समय र परिस्थिति हो होइन कोही कता कोही कता जय 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 आजको पूजा सकियो हैन अनि दादाहरु पनि जानुभयो अनि भाउजू ल हुन्छ भाउजू ल हजुर ल अहिले पछि आउँछु म लगाएर हाम्रो भान्जी है काठमाडौँबाट आइपुगिन् कतिखेर आयो भान्जी हिजो ए ल आज दशैंको दिन ठ्याक्क भान्जीसँग भेट भयो अनि तिमी एक्लै आएको एक्लै आइन् भान्जी टीका लगाइदिनु र दक्षिणा दिनु रे दशैंको दिन भएर नि त अब यो सबैजनासँग भेट भयो हामी सबै फ्यामिली भेट भयौँ तर पनि ठुलदादाहरू आउनु भएको छैन अनि साइलुवाहरू आउनु भएको छैन अरू चाहिँ सबै यहीँ थियौँ ओके गाइस मेरो च्यानललाई लाइक कमेन्ट्स गरिदिनु होला र कोही नयाँ जोडिनु भएको छ भने सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै आजलाई म बिदा हुन चाहन्छु फेरि पनि भेट हुनेछ नेक्स्ट ब्लग भिडियोमा थ्याङ्क यू फर वाचिङ माई भिडियो